नायिका निशा अधिकारी र क्रिकेटर शरद भेष्पाकर बीचको प्रेम प्रसंग बेला बेलामा चर्चामा आइरहन्छ। निशाले पटक पटक आफू शरदको लभमा परेको बताउँदै आए पनि शरदले भने मुख खोलेका थिएनन्। लामो समयपछि शरदले आफू निशाको प्रेममा बोल्ड भएको प्रतिक्रिया दिएका छन्। नेपाली राष्ट्रिय क्रिकेट टिमका भरपर्दा ब्याट्सम्यान शरद भेष्वाकरले नायिका निशा अधिकारीसँग प्रेम सम्बन्ध रहेको स्वीकार गरेका छन्। विभिन्न सभा समारोहमा निशासँगै देखिन थालेका शरदले आफू निशाको लभमा बोल्ड भएको बताए। हिमालय टेलिभिजनसँग कुराकानी गर्दै शरदले आफू र निशा बीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको बताए। निशा अधिकारीसँग उहाँसँग तपाईको लभ छ रे? हो हजुर? हजुर हो, एकदम हो। के बिहा बन्धनमा कहिले बाँधिदै हुनुहुन्छ? अब सोचाइ भइराखेको छ। अब बिस्तारै अहिले चाहिँ दुवैजना हामी आफ्नो काममा एकदमै व्यस्त छौँ। अच्छा, सो अब टाइम आउँछ होला। पारिवारिक कुरामा रिजर्भ रहने शरदले दुवैजनाले एकअर्कालाई मन पराएको बताए। उनले निशा फिल्म क्षेत्रमा आउनु अगाडि नै आफू उनीसँग परिचित रहेको बताए। निशाजीलाई कसरी मन पराउनु? तपाईले मन पराउनु भयो कि निशाजीले तपाईलाई मन पराउनु भयो? हजुर दुवैले हो, दुवैजनाले एकअर्कालाई मन पराउँथ्यो। उहाँको फिल्म हेर्नु भएको छ हजुरले? हजुर हेरेको छु। हेर्नु भएको छ? उहाँले फिल्म लाइनमा आउनुभन्दा अगाडिदेखि नै उहाँलाई चिन्थेँ म। अच्छा हजुर। सो हुन्छ नि, तर मलाई थाहा थियो उहाँ मिडियामा हुनुहुन्थ्यो पहिलेदेखि, मैले जस उहाँले चिन्थेँ। शरदले मनपर्ने नायिकाहरू रेखा थापा र निशा अधिकारी मध्ये कुन भन्ने प्रश्नमा आफूलाई सधैँ निशा अधिकारी मनपर्ने बताए। हजुरलाई मनपर्ने हिरोइनको नाम लिनु पर्दा रेखा थापा कि निशा अधिकारी? निशा अधिकारी सधैँ। सिनेमा र क्रिकेट नितान्त फरकबाट हुन्। फरक क्षेत्रका सेलिब्रिटीको अफेयरले गसिपका पाना भरिने गरेका छन्। शरद र निशा बीचको प्रेम यथार्थमा परिणत हुने हो वा होइन त्यो भने हेर्न बाँकी नै छ। हिमालय टेलिभिजनका लागि विष्णुहरि कोइरालाको रिपोर्ट। प्राइम न्यूज अझै जारी छ, हामी ब्रेकपछि आउँछौँ।